घुमाउन गएका छन् भनेर उनले ढुङ्गालामा कुसको बच्चा बनाएर राखिन्। कुसको बच्चा बनाएर राख्दा सीता आइन्, कपडा टाङ्गिन्। तो क्या भने ऋषिमुनिले, सीता तपाईँको त बच्चा छैन, त्यहाँ तपाईँको केसको पानी फाल्नुहोस् नुहाएको भन्दा उनले केसको पानी फाल्दा त्यहाँ लव और कुश दुइटै भए। दुइटा हुँदाहुँदै उनी वनवास भएकी थिइन् भने उनी ठुला पाल्दा 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 शिकार खेल्न जान्थे वृन्दावनमा। त्यहाँ जाँदा जाँदै उनीहरू राम और लक्ष्मण घोडा छोडेर जान्थे। उनले ती घोडालाई समाएर मजासित दाएर फेरि उनीहरू शिकार खेल्न जान्थे लव र कुश। राम भन्थे कि लक्ष्मण भन्थे कि हाम्रा घोडा दाहिने मान्छे हामीभन्दा ओभर शक्तिमान को आयो भनेर उनीहरू तलासीमा लागे। तलासीमा लाग्दा उनले भने कि एक दिन रामको गोली, एक दिन लव और कुशको गोली। लव और कुशको गोली अघि लाग्यो, राम और लक्ष्मणको गोली पछि लाग्दा शिकारीलाई राम भन्छन् हामीले लगायो, ऊ भन्छ हामीले लगायौँ लव और कुश। त्यसपछिमा बाबु तिमी कसका छोरा हो, के हो भनेर पुछेर लिएर आउनु भनेर सोधे उनले। त्यो भइसक्यो। उनले भन्यो कि हामी त आमाको छोरा हो, बाबुको त छैन, थाहै छैन। उनले भने राम लक्ष्मणले, भोलि तिम्रो आमालाई भन्नु तिम्रो बाबुको नाम के हो और भनेर सोधेर आउनु भनेर सिकाएर पठाए। पठाउँदा उनले त्यही भने शिकार खेल्न जान भोलिपल्ट, बाबु तिम्रो बाबुको नाम के हो, राम हो। अङ्कलको नाम के हो, लक्ष्मण हो। माको नाम के हो, सीता हो। अच्छा तिमी लव कुश भनेको तिमी हो। त्यो भएर उनले रामले घरमा लिसकेपछिमा उनले लास्टमा यस्ता पैसा काटे कि बिचमा मन्दिर भएको, घोडा चलाउने, त्रिशूल बोकेको पैसाहरू रामले काटिन्, सीताले कटाउन लगाइन्। लगाइसकेपछि ती भयो शक्तिमानी पैसाहरू उनले बनाएर अहिले विश्वको नमुनामा अहिले नाम चल्ने बनाएर राखेर गइन् उनी सीताले। त्यो भएर तपाईँहरूलाई म यी कहानी तपाईँलाई म भन्दैछु। राम और लक्ष्मणका बारेका काण्डहरू मैले सबै गरेर देखेको, सब अरेको। त्यो भएर ठिक छ, तपाईँलाई कस्तो लाग्यो, के लाग्यो सब्सक्राइब गरिदिनु होला, लाइक गरिदिनु होला भनेर म अनुरोध गर्न चाहन्छु। हस्त, धन्यवाद।